जस्तो राणा शासनको पतन पनि राणाभित्र नै आन्तरिक द्वन्द्व भयो नि, ए क्लास बी क्लास सी क्लास राणा भनेर उनीहरूको आन्तरिक पारिवारिक द्वन्द्वको कारण पनि एउटा कारण हो। बाहिर जनतामा चेतना बढ्नु पनि एउटा कारण हो। अब बेलायतको उपनिवेशबाट हटेर इन्डिया स्वतन्त्र हुनु पनि अब त्यो विभिन्न कारणहरू छन्। तर वान अफ द बिग फ्याक्टर भनेको चाहिँ यहाँ चाहिँ प्रशासन कमजोर चाहिँ कसरी भयो भने चाहिँ आन्तरिक परिवारभित्रको कलह। त्यस्तै अब अहिले अब बालन शाहले चाहिँ शासन गर्दाखेरि चाहिँ कस्तो देखिन्छ भन्दाखेरि चाहिँ केन्द्रीकृत पावर छ। उहाँले चाहिँ केवल एकजना भनौँ न अहिले टु म्यान रुल जस्तो बालन शाह र रवि लामिछानेको चाहिँ नेतृत्व उहाँहरूको डिरेक्सनमा चाहिँ देश चलेको देखिन्छ नि त। उहाँ दुईजना चाहिँ मिलिन्जेलसम्म चाहिँ यो जति केन्द्रीकृत गरे पनि फरक पर्दैन। तर त्यो दुईजना चाहिँ त्यो सन्तुलन मिलेन भने चाहिँ त्यो गभर्मेन्टलाई अप्ठ्यारो हुन्छ भन्ने मात्रै बुझियो हुन्छ कि अरू सांसदको पनि रोल छ? होइन, यस्तो हुन्छ कतिपय बेलामा दुई टाउका मिलेका छन् भनेपछि त्यहाँ त राष्ट्रिय स्वतन्त्र पार्टी भने एकै स्कुलिङका पात्रहरू छैनन्। काङ्ग्रेसबाट गएका कतिपय त अवसरवादी नै छन्, सत्ताकै लागि भनेर गएका छन्। एमाले माओवादीदेखि लिएर समाजमा अरू ठाउँमा रहेर एकदम सत्ताका लागि शक्ति आर्जन गरियो भने आफूले कमाएको धन जोगाउन सकिन्छ भनेर पनि प्रवेश गरेका छन्। त्यहाँ फरक एउटै स्कुलिङ, किन डेमोक्रेटिक स्कुलिङ पनि होइन कुनै पनि। जस्तो काङ्ग्रेस आयो भने एउटा उसको एउटा सिद्धान्त होला, डेमोक्रेटिक होला, कम्युनिस्ट आयो भने उनीहरूको एउटा अर्को सिद्धान्त होला। तर यो त्यो पार्टी होइन, यो त धेरै थरी मान्छेको एकै ठाउँमा आएको मञ्च मात्रै हो, फोरम हो। त्यो फोरम भएपछि उनीहरू कुनै एउटा सिद्धान्तबाट गाइडेड छैनन्। अब भोलि दुईजना मात्रै मिलेको अवस्थामा पनि अर्को समूह जन्मन सक्छ। अब एकै दल र एउटै स्कुलिङका एकै ठाउँमा जेल बसेर आएका पार्टी काङ्ग्रेस भनौँ न, काङ्ग्रेसभित्र नि त विग्रह 36 जन्म्यो नि होइन, 36 जन्म्यो। भलै त्यहाँ पनि एउटा लिडरले त नेतृत्व गरेका थिए। तर अहिले यहाँ चाहिँ दुईजना मिल्यो भने तेस्रो त निस्किन सक्छ, किन अवसर नपाउनेहरूको एउटा जमात बन्यो भने त्यो समस्या सिर्जना हुनसक्छ। जस्तो 16 सालमा पनि काङ्ग्रेसको त 2/3 थियो नि, त्यतिखेर पनि 26 जना सांसद चाहिँ पिकनिक जाने न्युमा चाहिँ दक्षिण कालीमा गएर भाकल गरेर सरकारलाई असहयोग गरेर समूह बनाउने भनेको सांसदको 26 जनाको चाहिँ एउटा भाकल पत्र गरे चाहिँ उनीहरूले अब सरकार विरुद्ध माहौल बनाउने भनेर सांसदैहरूले पनि गरे। त्यहाँ कुनै लिडर थिएन। अब यो अहिले पनि 182 जना छन् त्यहाँभित्र। त्यस्तै भाकल गर्नेहरू चाहिँ समूह बिस्तारा बिस्तारा बन्दै जाने। अझ विभिन्न दलबाट जुन काङ्ग्रेसबाट आएको छ भने काङ्ग्रेसहरूको एउटा समूह, कम्युनिस्टबाट आएको छ भने कम्युनिस्टहरूको एउटा समूह, अरू चाहिँ व्यापार व्यवसाय कारोबारीहरूको छ भने एउटा समूह, त्यो बन्न सक्ने सम्भावना छ। त्यसले गर्दा दुईजनाले मात्रै कन्ट्रोल गरेर कन्ट्रोल हुन्छ भने अहिले प्रारम्भमा हो। पछि बिस्तारै 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 बढी सत्ता चाहिँ अब हाम्रो हातमै आउँदैन र हामीले चाहिँ खालि सांसदको एउटा खालि त्यो बिल्ला मात्रै भिर्ने दिन आयो भन्ने ठाने भने त्यहाँ विद्रोह हुन सक्ने सम्भावना बढ्छ। किन आकाङ्क्षा त सबैको छ नि, त्यहाँ आकाङ्क्षा भएर नै त्यहाँ चाहिँ दलै छोडेर चाहिँ अर्को दलमा पुगेर चाहिँ सांसद भएको छन्। त्यसलाई त्यो शक्तिमा चाहिँ केन्द्रीकरण गरेको आवास चाहिँ सरकारको आयु लामो बनाउनु भने त्यो आवास दिनुहुन्न। सबैलाई सामेल, जस्तो भनौँ न संसदमै प्रधानमन्त्री पटक पटक छलफल गर्ने, त्यो त एउटा सबैको सहभागिता जस्तो हुन्छ नि त। अब सांसदले पार्टीले के गर्दैछ, सरकारले के गर्दैछ भने थाहा नपाउनु, सत्तारूढ पार्टीले सरकारले के गर्दैछ थाहा नपाउनु भने त्यो चाहिँ दुर्भाग्य हो। त्यो थाहा नपाउनु भने त तिनी त अब बहिष्करण, उनीहरू आफै बहिष्करणमा परेको फिल भरे होला नि त। उनीहरू त पार्टी हामीले चलाएको छौँ देश भन्ने उनीहरूलाई एउटा चाहिँ माहौल दिनु पऱ्यो, मेसेज दिनु पऱ्यो। तर उनीहरू नै बहिष्करणमा परेको छ भने बिस्तारो सन्देश जाँदैछ। त्यो सन्देश जाँदै गर्दा उहाँहरूमा त्यो पीडा चाहिँ बढ्दै जान्छ। पीडा बढ्दै जाँदाखेरि विद्रोहको भावना रोपिन सक्छ। त्यहाँ चाहिँ कहिलेकाहीँ नेताविहीन पनि हुनसक्छ। तपाईँले नाम लिएका नेता बेगरको पनि अर्को तेस्रो समूह जन्मेर त्यो पार्टीले अप्ठ्यारो पार्न दिन पनि आउन सक्छ। त्यसले गर्दा सबै राज्यको अङ्ग सबैलाई चाहिँ जुन उसको हैसियत छ त्यो हैसियत अनुसार चल्न दिने र कतिपय विधि प्रक्रियालाई नै मान्ने र अब खराब छ भने कारवाही गर्ने, व्यक्तिको खराबीलाई चाहिँ कारवाही गर्ने, त्यो प्रवृत्ति छ भने त्यसलाई पनि संशोधन गर्ने, त्यस्तो प्रवृत्ति देखा पर्न नदिने, त्यसरी जान चाहिँ सकिन्छ। तर शक्ति केन्द्रीकरणमा गयो भने अघि तपाईँले भने जस्तै राणा पनि आफ्नै दाजुभाइको झगडाको कारणले एबिसीका राणा भएपछि उनी भनौँ न काङ्ग्रेसको विद्रोहको लागि त भीम शमशेरकै नाति पनाति मोहन महावीर शमशेर र सुवर्ण शमशेर भने त उनीकै परिवारले चाहिँ काङ्ग्रेसको विद्रोहको लागि खर्च वर्च जुटाउनु त अरूले होइन नि। त्यो काङ्ग्रेसको विद्रोहको लागि त राणाहरूकै सम्पत्ति प्रयोग भएको थियो नि। त्यस्तै गरी अब त्यो विद्रोह बढ्न सक्छ। राणा सिद्धाउन राणा नै नै पैसाको त खर्च गरे हो, क्रान्ति काङ्ग्रेसले गर्यो होला। तर काङ्ग्रेसलाई क्रान्ति गर्नको दिन त खर्च वर्च त राणाहरूले जुटाइदिएको थियो नि। आजको दिन पनि भोलिको दिन पनि त्यस्तै हुनसक्छ। त्यो शक्ति केन्द्रीकरण गर्नु राम्रो होइन। सबै नागरिकले एबिसीमा विभाजन गर्ने होइन, मुलुक भन्ने र सबै नागरिक समान भन्ने
चाहिँ माहौल बनाउनुपर्छ। अनि राज्यले धेरै सर्भिलेन्स गर्न थालेको छ भन्ने म्यासेज गयो भने पनि हिजो सुदन गुरुङले पुलिसको सूचना नदिने, राज्यको सूचना नदिने भने त्यो त अब त्यसले पनि त अब सबै राज्यले सूचना लुकाउँछ, राज्यले जे पनि गर्न सक्छ भने राज्य विरुद्धको चाहिँ विद्रोही माहौल बन्न सक्छ। त्यो राज्य खुला हुनुपर्छ यदि र दिलदार पनि हुनुपर्छ। अनि सबै सोचलाई सम्मान पनि गर्नुपर्छ। हरेकको सोच फरक फरक हुन्छ। तपाईँको सोच 1 घन्टा अगाडि 1 घन्टा पछाडि फरक हुन्छ भनेपछि व्यक्तिगत फरक फरक हुनसक्छ। अनि त्यसले हरेक व्यक्ति फरक फरक सोच्छ। हरेक व्यक्तिलाई उसको सोच अनुसारको उसको काम गर्ने, यो ठाउँमा मेरो भूमि हो भन्ने माहौल बनाउन सक्यो भने बहुलवादी संस्कार भन्छ नि, बहुलवादी संस्कारमा चाहिँ मुलुक लग्यो भने सरकारको लागि त्यो जस्तो राम्रो केही होइन। प्रधानमन्त्रीले संसदमा गएर नियमित जवाफ दिनुभयो भने त्योभन्दा ठुलो कुरो केही होइन। कतिपय बेलामा त संसदमा जवाफ दिन नपाएको कारणले गर्दाखेरि अप्ठ्यारो फिल गर्नेहरू पनि प्रधानमन्त्री मन्त्रीहरू छ। संसदमै जवाफ दिन पाउनुपर्छ भनेर माग गर्नेहरू पनि हुनुपर्छ। प्रधानमन्त्रीले पनि सके त सबै हरेक नागरिकलाई नै जवाफ दिने, नसके मिडियासँग चाहिँ आफ्नो कुरा भनिरहने, त्यो अति पनि गाह्रो हुन्छ नि। संसदमा त जतिसुकै खेर भन्न पाउनुहुन्छ। तर संसदलाई विश्वासमा लिन र संसदमा जे जति प्रश्न उठ्छन् त्यसको जवाफदेही शैली चाहिँ देखिनुपर्छ। तपाईँ जवाफ दिएर भने फेरि जतिसुकै सुशासनको कुरा गरे पनि जवाफ नदिएसम्म चाहिँ रामराज्य बनाए पनि मान्छेले चाहिँ पत्याउँदैन। त्यो गरेर जवाफ पनि, किनभने काम गरेको पनि त जवाफ त दिनु पऱ्यो नि। राम्रो छ भने राम्रो, कतिपय अप्ठ्यारो छ भने अप्ठ्यारा, सबै कुरा चाहिँ सहज ढङ्गले चाहिँ सञ्चालन गर्नुपर्छ भने धेरै मै हुँ मै दम्ब राख्यो भने दम्बको अवसान अन्त्य हुन्छ। दम्बको चाहिँ जुनसुकै शासक, जस्तोसुकै पात्र, जुनसुकै संस्था होस्, जो अभिमानी र दम्बी घमण्डी छ त्यसको चाहिँ पतन चाहिँ खतरनाक तवरले भएको छ। राम्रो उसको चाहिँ त्यो होला, केही समयलाई होला, तर अन्त्य चाहिँ त्यसको त्यो नभए